आज माता दिदी औसीको दिन मैले मम्मीलाई गिफ्ट दिएको थिएँ। आज मम्मी चाहिँ गिफ्ट खोल्दै हुन्छ। ल मम्मी सुरु गर्नु त गिफ्ट। मम्मीले खोल्दै हुनुहुन्छ। खुल्यो गिफ्ट खोल्दै आयो। गिफ्ट खोलिँदै हेरौँ है गिफ्ट के रहेछ मम्मीको गिफ्ट। खोल्नु मम्मी खोल्नु दर मजाले खोल्नु है। मम्मीले खोल्नुभयो अलि हेर्न खोलेर हेर्नु ल खोलेर हेर्नु न आफैले बुझिहाल्नुहुन्छ। राम 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 यो बुढेसकालमा के ल्याइदियो यो छोरीले यस्तो पो ल्याइदिन्छ। परिलाउनु लाउने हो त्यसै। म त परिणाममा त लाउँदिनँ त छोरी। अनि यो चाहिँ के हो अरे आई सेड जस्तो आई सेड हो। उताबाट खोल्ने होला। कताबाट खोल्ने? यहीँबाट खोल्ने हो। यही गर्न जान्दिनँ म फेरि। जान्ने आमा भएको ल आई सेड हो यो। जान्ने आमा लाउन सानो यसो जान्ने भयो पो हो त नि। अनि लाउनु नि त ल अझै खोल्नु। ए टन्नै रहेछ नि। अनि टन्नै पो ल्याइदिन्छ छोरीले मलाई। के ल्याइदिन्छ होइन उहाँले अस्तिले केही बचत गरेर राख्नु पर्थ्यो नि त पैसा उहाँले। म जस्तै भन्दै के ल्याइदिन्छ छोरीले मलाई। बाबा ब्याग पनि रहेछ लौ मरे म त। मलाई त ब्याग पो रहेछ त। खोल्नु न। अब यसलाई कताबाट खोल्छन् छैन यहाँबाट सक्यो यति नै हो। भित्र केही छ यसरी अनि यो पनि लाउन मिल्ने खाले हो यो चाहिँ। यसो लाउने अनि यहाँ पनि लाउने। ल ह्याप्पी मदर्स डे भन अब। ह्याप्पी मदर्स डे मम्मी। थ्याङ्क यू छोरी। लु छोरीले ल्याइदिएको हेर मलाई अहिले हो। त्यो खुलाउन पनि मिल्छ अझै। सानो पनि भयो त लामो गर्न मिल्छ नि त यसलाई। यो सानो छोराको है सबैले एउटा भात बनेर ल्याएको। लु अनि कसरी बोकौँ यसै गरी कसरी बोकौँ अनुष्का यसरी ल बोके त भयो। यो पनि अनुष्काले ल्याइदिएको है मलाई यो। लु